बेला बेला वनपालेहरूले केही दाउरेहरूलाई समातेर ल्याउँथे र बाका अगाडि उभ्याउँदै भन्थे, हेर्नुहोस् हजुर, यिनीहरूले तारकेश्वरको जङ्गलबाट हरियै रुख काटेर दाउरा बनाएर ल्याएछन्। अब यिनीलाई के सजाय दिऊ? बाले अवस्था हेरी अनेक सजाय तोक्नुहुन्थ्यो। कसैलाई भने गाली मात्रै गरेर भोलिदेखि यस्तो काम नगर्नु भन्दै छाडिदिनुहुन्थ्यो। कसैलाई यो बन्चरो यहीँ छोडेर जानु, 10 दिनपछि मात्रै लिन आउनु भन्नुहुन्थ्यो। कसैलाई मेरो बुद्धि बिग्रियो, अबदेखि जङ्गल मास्ने काम गर्दिन भन्दै आफ्ना गालामा आफैले 10-10 पल्ट जोडले चड्कन हान्न लगाउनुहुन्थ्यो। तिनीहरू आफ्नो गालामा आफैले जति जति जोडले हिर्काउँथे, मलाई त्यति नै जोडले हाँस्न मन लाग्थ्यो। हाँसो रोक्न नसकेपछि अलि पर गएर हाँस्दै तिनीहरूलाई हेर्थे। अल्ला रे केटा हुन् बा तर्नेरी, जसले तास खेलेको देखे पनि बा दग्गुर्दै जानुहुन्थ्यो र तेरीमा 12 मासेहरू भन्दै तास च्यातेर थप्पड हान्नुहुन्थ्यो। त्यसैले ती तन्नेरीहरूले बालाई मन पराउँदैनथे। तर तिनका आमा र श्रीमतीहरू भने तपाईले ठिक गर्नुभयो भन्दै खुसी हुन्थे। यसरी थप्पड मार्दा केटाहरू रिसाए पनि तिनका जहान परिवार खुसी हुन्छन् भन्ने बालाई थाहा थियो। जितपुर फेदी र आसपासका गाउँमा उपनाम भएका व्यक्ति थुप्रै थिए। तिनीहरूले आफैले आफ्नो उपनाम राखेका थिएनन्। कसैलाई जिस्क्याएर, कसैलाई होच्याएर त्यस्तो उपनाम राखिन्थ्यो। घन्टाउके, बाङखुट्टे, छ्यापर, नेने, माते कान्छा, भ्याबर कान्छा, जुङ्गे कान्छा, सुकुचा, ख्वाचा, धलया भाइचा, हारा भाइ, हारा नानी, बक्खुचा, ल्याग खाय कान्छा, हुक्कुचा, नमवा भाइचा जस्ता के हो के। सुन्दर नाम हुँदाहुँदै मानिसहरूलाई उपनामबाटै बोलाउने चलन थियो। उपनामबाट बोलाउँदा बोलाउँदा कतिपय मान्छेहरूलाई उनीहरूको असली नाम नै थाहा हुँदैनथ्यो। यसरी उपनाम लिएर बोलाउँदा अलिअलि होच्याएर बोलाए जस्तो, अलिअलि माया गरेर बोलाए जस्तो पनि, अलिअलि उडाएर बोलाए जस्तो कस्तो कस्तो सुनिन्थ्यो। तर यसरी उपनाम काटेर बोलाएको बा ठिक मान्नुहुन्नथ्यो। त्यसैले बाले कसैलाई पनि यसरी जथाभावी नाम बिगारेर बोलाउनु राम्रो होइन। सक्कली नाम जसको जे हो त्यही त्यही भनेर बोलाउनु पर्छ भनेर अरूलाई भन्नुहुन्थ्यो। घर छेउका भक्तिलाल दाईलाई बा बाहेक सबैले हडबडे दाई भनेर बोलाउँथे। किन त्यस्तो नाम राखिदिएका होलान्, मैले कहिले मेसो पाइनँ। तिनको चिया पसलमा एका बिहानैदेखि मान्छेको हुल हुन्थ्यो। त्यति बेला छोई छिटोको खुबै प्रचलन थियो। एक दिन एकजना दलितले चिया लिने बेलामा झुक्किएर चियादानी छोएपछि ठुलै विवाद भएको थियो। पुरै पसल नै छोइएर बिटुलो भयो भनेर तिनलाई ठुलै जरिवाना तिराउने दाउमा थिए मान्छेहरू। तर बाले कुरा मिलाइदिएपछि धेरै जरिवाना तिर्नु परेन।